क्या हुआ भाई, क्या हुआ? एक्सट्रीम अफ रोड। हेलो गुड मर्निङ एभ्रिवान। आज चाहिँ धेरै दिनपछि वेलकम टु माई युट्युब च्यानल। सो आज चाहिँ हामी यो भिडियोमा बन्दीपुर जान गइरहेका छौँ। सो गाइज इट्स 4 in the morning एन्ड अब चाहिँ हामी निस्किसक्यो काठमाडौँबाट। म चाहिँ अहिले चिकन पार्कको लागि गइरहेको। त्यहाँ चाहिँ हामी दुईजना अरू साथीहरूलाई भेटेर त्यहाँबाट सँगै जानेछौँ। ठिक छ, जाउँ अब। खानकोट चेक पोइन्ट पुग्यो। सो अब चाहिँ पहाड सुरु भनौँ न। यो चाहिँ हाम्रो सुरु मार्ग जस्तो छ, त्यही नै हो। नाइस। नेपालमा नै विकास भइरहेको छ है गाइस। क्या हुआ भाइ, क्या हुआ? यति राम्रो नेपालको बाटो। यही त हो नि होइन? मुक्लिन बजार यही त हो नि होइन? ठुलो खायो, अब रोटी खाने पालो। र खाना आइसकेको छ। ब्रेकफास्ट के हो यो चाहिँ? रोटी तरकारी अनि रोटी तरकारी एन्ड दही योगर्ट। 8:46 भएछ। नास्ता नि गरियो। अब चाहिँ निस्किन लाग्यो। अब चाहिँ राम्रो बाटो आउँछ भन्ने आश छ। हेरौँ। वाटरफल भनेको यतै हुनुपर्ने यो। यता चाहिँ रहेछ वाटरफल। मलाई के अरे गणेश भगवानको मूर्ति जस्तो पनि छ त। के हो त्यो चाहिँ? वाउ नाइस है। दामी छ। त्यो केटाहरू रोकिन्छन् कि? टिकट किन्नुपर्छ? ऐना पहराले। हात्ती नम्बर 1, हात्ती नम्बर 2, हात्तीको साथी। तर राम्रो ठाउँ रहेछ। यता राम्रो बनाउनु भयो। स्टेयर्स, फ्लावर्सहरू। यता तल चाहिँ रेस्टुरेन्ट छ, क्याफे काइन्ड अफ। हामी नेपाल, हाम्रो नेपाल। सो तल झुम्दै त मेन झर्ना भएको ठाउँमा छ। यता आर्टहरू चाहिँ यस्तो पुरा क्रेभिङ गरेर। वाउ। यता एउटा यता छ। दिस वान एउटा आमा र छोराको। I don't know, maybe angel pari something. I don't know what it is. जे भए पनि। एन्ड टुप्पामा चाहिँ गणेश भगवानको मूर्ति टाइपको छ। यताबाट चाहिँ हामी अब माथि झर्नातिर जान्छौँ। ओइ मामपा कसरी आउनु यार? यो त ब्याग छ त यत्रो। क्यामेराम्यान नेभर डाइज। रिभिल झरना साथीहरू। लभलीको छोरी। नाइस। नाइस यार। क्या दामी झर्ना। हजुर नहान्ने यार, म मुख धुन्छु बरु। चिसो पानीमा कस्तो दामी यार। यहीँ बसिराखौँ जस्तो। यहाँ पुरा मेडिटेसन गरौँ जस्तो रहन्छ। अब चाहिँ हामी निस्किन लागेको। Filipino, mi amore, mi amore. छैन दाइ मसँग क्यास छैन दाइ। क्यास छैन दाइ मसँग। बाख्रा रक्सी खाएर बसेछ। पैसा पोखराबाट आयो अरे। रातको हङ्गामा जगजङ्गी
झुकेका चन्द्रमामा सुट बुटको गोली मारौ पहन के आ जाओ बच्चामा कभी रुक जा जरा फिर मोहब्बत करने चला के मायालाई सम्झेर लाउँछु मायालाई भनेर मनको रहर कान्छीलाई घुमाउने काठमाडौँ सहर अब यहाँ बबाल फोटो खिचिटाम चलो डाँडा रोकिता रोकौँ यहाँ एकछिन यहाँ फोटो उफ त्यहाँ बसेर फोटो खिच्छ बेलुका क्यामेरै लिएर खिच्छु बेलुका चाहिँ अहिले चाहिँ यस्तै खिचौँ न दामी एक्सट्रिम अफ रोड हजुर घुमाइहाल्छु है ठाउँमा डस्टबिन रहेछ यार त्यो चाहिँ राम्रो लाग्यो यताबाट सिधै हिँड्नु कहाँ यहाँबाट सिधै जाने हो गाडी राइट त्यही त भ्यू त बबाल बबाल आउँदो रहेछ नि यार यहाँबाट तल हिँडेर जाने होइन अब चाहिँ हामी नुहाउन गइरहेको कता गइरहेको रे भाइ नुहाउन यहाँ लोकल टुर हु इज द बेटर ब्लगर ऊ माछा माछाकै स्मेल आइरहेको त यार कति धेरै माछा हो अब चिसो आउँदो रहेछ त बन्दीपुरले हामीलाई चिसो हावाका साथ स्वागत गरेको छ सो गाइज हामी चाहिँ फाइनली बन्दीपुर पुगिसक्यौँ एन्ड देन आफ्नो रुममा चेक इन गरिसक्यौँ यो चाहिँ म दिस इज दि रुम एउटा रुम वासरुम यता छ एन्ड देन यस्तो रुम अर्को रुम चाहिँ हाम्रो यता छ एन्ड रुम त यस्तै हो रुम भने बबाल चाहिँ हाम्रो यता भ्यू छ ए यो भ्यू होइन यो भ्यू होइन भए चाहिँ कस्तो सनसेट देखिन्थ्यो होला तर अहिले नि यस्तो नराम्रो नै देखिरहेको त्यस्तो नराम्रो छैन अनि यहाँ चाहिँ अब बेलुका बार्बिक्यू गरिन्छ होला अनि अब एकछिनमा हामी बजार एक्सप्लोर गर्ने यता माथितिर जानुपर्छ यो चाहिँ के ग्राउन्ड रे भाइ टुडिखेल ग्राउन्ड बन्दीपुरमा हाम्रो गाइड फर द डे के छ भाइ के भन्छौ कहाँ घुमाउँछ आज हामीले कहाँ चाहिँ घुमाउँछ आज अनि आज के अरे उसको बारेमा भन्थ्यो न हामीलाई के अरे के डान्स रे कल्चर डान्स कुन चाहिँ डान्स के भन्छ चोड्गा डान्स होइन आज हामी चोड्गा डान्स पनि हेर्न गइरहेका छौँ कल्चर डान्स अब यता चाहिँ हामीले भाइले चाहिँ हामीलाई यो टुडिखेल भ्यू पोइन्ट ग्राउन्डकै छेउमा रहेछ त्यता लगिरहेको छ यसो गएर हेरिदिउँ एक्सप्लोर गरौँ हेर यस्तरी हुन्छ कि अब चाहिँ हामी कहाँ गइरहेको भाइ हामी अब ट्र्याक्टर लाएर हामी चाहिँ चुड्का हेर्न कल्चर मेन गाउँमा होइन मेन ठाउँमा मतलब डाउनटाउन भनौँ यताको एकदम सेक्सी लुक्सवाला बजार हामी बन्दीपुरको डाउनटाउनमा अब चर्च पारेर इन्टरनेसनल ब्रान्डहरू पनि प्रोभाइडेड छ है फेरि ए हो अब ठिक छ स्पोन्सरहरू गर्छन् भने आई वन्ट माइन्डेड
डाउनटाउन सेक्सी छैन त त्यही भन्दा अलि कम भाइ यार What the fuck, bro? What the fuck? What are you talking about? You're my guide. They act like one. कति नभएको इङ्ग्लिस त हामी पनि झार्दैन होइन बाज हो कति लामो छ भाइ यो कहाँसम्म भयो बजार सिनेमेटिक हो क्या यो पुरै कतिको सुरु हुन्छ कति घन्टा चल्छ प्रोग्राम 2 घन्टा So guys, this is the day 2 हामी बन्दीपुर आएको आज चाहिँ अहिले चाहिँ 4 बज्न लागिसक्यो भर्खर सुरु हुँदैछ हाम्रो दिन हिजो धेरै नै एक्टिभिटी गरेको भएर अति नै थाकेको थियो सो ढिला उठियो ढिला नै खाना खाइयो यता बसिरहेको थियो चौतारीमा आएर यहाँ माथि चाहिँ भ्यू पोइन्ट छ तर त्यता जाने जग्गा छैन अनि यता चाहिँ यस्तो भ्यू यहाँ शीतल हावा चलिरहेको भएर यतै रेस्ट गरिरहेको थिएँ अहिले चाहिँ यस्तो यसको माथिमा छु 4-5 मिनट अगाडि डाँडा छ अरे भन्नुभएको थियो एउटा दाइले सो यसो आउँ न त भ्यू हेर्न भनेर यता आएको तर बाटो चाहिँ फेरि यस्तो छ कतासम्म जान सकिन्छ जाम होइन आज चाहिँ खासै त्यस्तो प्लान पनि केही छैन धेरै केही गर्ने यता बस्ने शीतल हावा खाने एकछिन रेस्ट गर्ने निस्किँदाखेरि कतै कफी खाएर निस्किने अनि आज रेस्ट गर्ने भोलि चाहिँ फर्किने फेरि काठमाडौँ यो हाइट बाटो चाहिँ अलि क्यामेरा समात्दै आउनु चाहिँ डेन्जरै रहेछ यस्तो राम्रो ठाउँ छ फोहोर अलि यो भने चाहिँ सुधार्नु पर्ने हामी नेपालीहरूले थकाइ लाग्यो यस्तो बाटो जङ्गल पुरै भुस यहाँ चाहिँ खासै मान्छे आउँदैन छ जस्तो छ यता माथिबाट हिँड्नु पर्यो यस्तो छ यहाँदेखि भ्यू फर्स्ट कन्टेन्ट हिमाल गाइस कस्तो राम्रो देखेको अब क्यामेरामा चाहिँ देख्दैन थाहा छैन बट दामी हिमाल कस्तो राम्रो टल्किरहेको त अब क्यामेरामा देख्ने यति माथि गरे टाउको अब देखेछ भने ठिक छ नत्र के गर्ने ल गाइज आफ्टर 2 days हाम्रो बन्दीपुरको यात्रा हेज कम टु एन एन्ड